काठमाडौँको चन्द्रगिरी नगरपालिका अन्तर्गत पर्ने यो भगवान शिवको मन्दिर भालेश्वर मन्दिर, जहाँ अहिलेसम्मकै नेपालको सबैभन्दा लामो केबुल कार पनि रहेको छ र यहाँ हजारौँ दर्शकहरू हरेक दिन पूजाआजा गर्नुहुन्छ र दृश्यावलोकनको लागि हरेक दिन यहाँ हजारौँको भिड लाग्ने गर्दछ। मैले पढे सुने अनुसार श्री स्वस्तानी व्रत कथामा भगवान शिवले जब सतीदेवीले आफ्नो बुवा दक्ष प्रजापतिको यज्ञमा गई आफ्नो देह त्याग गर्नुभयो, हवन कुण्डमा चाहिँ आफ्नो देह त्याग गर्नुभयो, त्यो शरीरलाई भगवान शिवले बोकेर एउटा पागलपन जस्तै भएर यो पृथ्वी ब्रह्माण्ड चाहिँ यात्रा गर्दै जाँदा भगवान शिव यो ठाउँमा आइपुग्नु भएको र यहाँ आइपुग्दाखेरि सतीदेवीको निधार पतन भएको अथवा भालेश्वर पतन भएको ठाउँ भनिएको छ र सोही अनुसार यस ठाउँको नामाकरण गरिएको भालेश्वर महादेव भनेर र यहीँ भगवान शिवको मूर्ति स्थापना गरिएको मान्यता छ। त्यस्तै गरी यहाँ देख्न सकिन्छ श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहको मूर्ति स्थापना गरिएको छ। श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहले गोर्खाबाट जब यो देशको यो राष्ट्रको निर्माण एकीकरण गर्ने योजना बनाउनु भयो र पश्चिमबाट पूर्वतर्फ एकीकरण गर्दै लड्दै यहाँ आइपुग्दा काठमाडौँ अब अन्तिममा काठमाडौँको चाहिँ एकीकरण गर्ने अथवा काठमाडौँलाई जित्ने योजना बनाउनको लागि यसै डाँडोमा आएर योजना बनाएको र जित्न सफल भएको भन्ने यहाँ उल्लेख गरिएको छ, लेखिएको छ। अतः अत्यन्तै ऐतिहासिक, पौराणिक र धार्मिक दृष्टिले पनि अत्यन्तै लोकप्रिय यो ठाउँ हरेक दिन यसरी दर्शकहरू र भक्तजनहरूको लाइन लाग्ने गर्दछ र म पनि आज यस पवित्र ठाउँमा आउने मौका पाएँ। सबैमा भगवान शिवले रक्षा गरून्, सबैको कल्याण होस्, सबैको जय होस्। हाम्रा सन्ततिहरूले श्री 5 बडा महाराज धिराज पृथ्वीनारायण शाहलाई कहिल्यै नबिर्सिउन्। यो राष्ट्र त्यसै निर्माण भएको होइन, त्यसै एकीकरण भएको होइन। 2224 राज्यहरूलाई एकत्रित गर्नु त्यति सहज थिएन, अत्यन्तै कठिन कार्य थियो। यही भन्दै अहिलेलाई यहाँको सानो क्लिप यति नै। हस्त, धन्यवाद, नमस्कार।